यो मेरो दाँतले पनि हैरानै पारिसक्यो के। अस्ति मैले भर्खरै उयो के अरे ब्रेसेस लाएर खोलेर केही टाइमसम्म चाहिँ राम्रै थियो। अनि अहिले चाहिँ ग्याप आइसक्यो। मैले चाहिँ त्यो खोलेर पनि त्यो रिटेनर चाहिँ निकै टाइम नै लगाएको थिएँ लाउन त। तर पनि अनि त्यो पनि डेढ वर्ष जति नै लगाइसकेको थिएँ। तर पनि त्यो लाइन्जेलसम्म पनि ठिकै थियो। अनि अहिले पछि आएर चाहिँ यस्तो ग्याप आइसकिसक्यो। त्यो रिटेनर पनि हिजो अस्ति भर्खरै भाँचिहाल्यो। अनि 1-2 दिन चाहिँ यतिकै थियो। 1-2 दिन भन्दा पनि हप्ता दिन जस्तै नै यतिकै थियो खुल्लै। अनि अहिले दाँतको अवस्था यस्तो भइसक्यो। अनि दाँत यस्तो भइसकेपछि मैले चाहिँ फेरि अर्को अनि अहिले चाहिँ फेरि मैले डेन्टल गएको यस्तो पो दिएर पठाउनु भएको छ हो। यस्तो लायो भने चाहिँ हुन्छ अरे, त्यो ग्याप हराउँछ अरे त्यो। अनि त्यो पहिलाको रिटेनरले चाहिँ त्यो रिटेनरवालाले चाहिँ खासै अब यो ग्याप नै चाहिँ हटाउँदैन अरे। त्यो चाहिँ यतिकै जहाँको त्यहीँ दाँतलाई जहाँको त्यहीँ राख्ने मात्रै अरे भन्नुभएर मैले चाहिँ यो बनाएर ल्याएको छु। यसले चाहिँ त्यो दाँतको अलिअलि ग्यापहरू पनि हटाउँछ भनेर भन्नुभएको थियो। त्यही भएर मैले चाहिँ यो लिएर आएको छु। यसलाई चाहिँ यस्तरी यो अलिअलि महिनामा कति 1-1.5 महिनामा कस्नुपर्ने हुँदो रहेछ। यस्तो यहाँदेखि कस्तो रहेछ त्यो चाहिँ यहाँदेखि यस्तरी च्यापेर कस्नु पर्दो रहेछ। अब यसलाई चाहिँ म तपाईँहरूलाई लाएर देखाउँछु है त। यस्तो गरेर चाहिँ लास्टमा यसलाई अलिक तल झार्नु पर्दो रहेछ। अनि यस्तरी चाहिँ हुँदो रहेछ। तर पनि मेरो यो अलिक नमिलेको छ हो। मेरो दाँतै नमिलेको होला दाँतको होइन। ल्याइसकेपछि चाहिँ यस्तो देखिन्छ। तर अलि अप्ठ्यारो हुने क्या यो लगाएपछि। योभन्दा चाहिँ त्यो क्लियर रिटेनर चाहिँ अलिक सजिलो लाग्यो क्या मलाई। तर त्यसले चाहिँ यो ग्याप भएको दाँत खासै जोड्दैन अरे। त्यसले चाहिँ अब सुरुमा त ब्रेसेस लगाएपछि त दाँतहरू सबै मिलेको हुन्छ नि त हो। त्यतिखेर चाहिँ त्यसले चाहिँ जहाँको त्यही अब त्यो फाटिनु नदियोस् भनेर चाहिँ त्यो दिनुहुन्छ। मेरो त फाटिसक्यो त्यो पछि अलि लाउनु छोडिसकेपछि त फाटिसक्यो नि त। त्यही भएर अब चाहिँ यो लगाएको मैले चाहिँ। यसले चाहिँ हुन्छ 5-6 महिना लाउनु भनेर भन्नुभएको थियो। अब हेरौँ 5-6 महिना लाएर जोडिन्छ जोडिँदैन। मेरो चाहिँ फेरि यहाँ गिरा पनि अलिक डरपोको परेर बसेको छ क्या। त्यो सुरुमा धेरै ग्याप थियो नि त दाँत। अनि त्यो ग्याप यसरी जोड्दाखेरि यहाँ यसरी सोरेर ल्यायो क्या त्यो गिजा। त्यही भएर यहाँ अलिकति डल्लो परेर बसिरहेको छ भित्रपट्टि। त्यसलाई चाहिँ सर्जरी गर्नुपर्छ भनेर भन्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ सोधेको त्यो सर्जरी गरेपछि चाहिँ दाँत फुक्लिँदैन भन्ने ग्यारेन्टी नै हुने हो कि होइन भनेर बुझेको। ग्यारेन्टी नै चाहिँ हुँदैन अरे। अब केही यो यतिकै राख्नुभन्दा चाहिँ राम्रो हुन्छ, छिटो पनि रिकभर हुन्छ भन्दै हुनुहुन्थ्यो। अनि म चाहिँ अब त्यो गरेर पनि ग्यारेन्टी नै छैन भने किन अहिले नै गर्नु, बरु 6 महिना यतिकै यसले पनि हुन्छ कि भनेर वेट गर्छु। अनि भएन भने मात्रै सर्जरी गर्छु भनेर चाहिँ भनेर आएको छु यो लिएर। अब हेरौँ कस्तो हुन्छ 5-6 महिनासम्म।